हेलो गाइज, आज चाहिँ हामी फेरि यो आडेहरूसँगै हामी चाहिँ आज शनिबार हामी चाहिँ आज सन्सरी माई मोरङ मन्दिर दर्शन गर्न गइरहेको छौँ। अहिले लगभग दिउँसोको 1 बज्न आँटेको छ। हामी 4 जना ठ्याक्कै म चाहिँ हाम्रोमा आज मित्र जाँदैछौँ गाइज। आज चाहिँ सन्सरी माईको दर्शन स्टेट्युन गाइज। हामी चाहिँ फाइनल्ली हामी चाहिँ मन्दिर चाहिँ आइसकेका छौँ। आज शनिबार आज यो भएर चाहिँ पुरै भिडभाड देखिन्छ। म चाहिँ मेला जस्तै राख्दै शनिबार भएर भिडभाड छ। आज चाहिँ लगभग शनिबार भएर चाहिँ पुरै भिड छ। हामी दिउँसोको 1:30 भएको छ अनि हामी बाहिरबाट दर्शन गरिसक्यौँ, गर्ने बेला छौँ। यो बोर्ड चाहिँ तारातिर फलिएको छ। त्यस भिडभाड धेरै लामो लाइन छ। हामी यस मन्दिर चाहिँ पुरै भिडभाड छ। केटाहरू चाहिँ फोटो खिचिरहेको छ। के छ राजीव भाइ, के छ? हाम्रो भाइ चाहिँ पुरै बढिया के छ दाइ? के छ? एकदम ठिक छ। सबैजना चाहिँ फोटो खिच्ने भयो। लगभग हामी फोटो खिचिसक्यौँ। भिडभाड छ। फोटो खिच्न यहाँ एउटा के भन्छ, यहाँ फोटो खिच्न म बस्छु कि यसरी बस्नु। मोरङ जिल्लामा नगरी छेउमा मन्दिर छ भने पुरै लगभग फेमस मान्छे धेरै टाढाबाट दर्शन गर्न आउँछ। हामी चाहिँ मन्दिरको परिक्रमा गरिसक्यौँ। अब चाहिँ हामी अब कहाँ जाने भयो? हामी पछाडि त्यो मासु पाल्छ अरे, मासु खसीहरू काट्छ। लाइन चाहिँ अलिकति ठुलो भएर चाहिँ हामी दर्शन गर्न चाहिँ बाहिरबाट दर्शन गऱ्यौँ। केटाहरू चाहिँ खसी काट्नेतिर गइरहेछन्। ओइ कहाँ गएको? यहाँ चाहिँ के छ भने यहाँ चाहिँ पूजा गरिसकेपछि त्यो पूजाको बोका अथवा खसीहरू के हुन्छ नि त्यो चाहिँ पकाएर खाने चाहिँ यहाँ चाहिँ व्यवस्था रहेछ। त्यही हो यहाँ चाहिँ सबैतिर। कहाँ गएको? केटाहरू चाहिँ त्यहाँ खान पाइन्छ कि भनेर हामी आएको थियौँ। हामी चाहिँ लगभग फाइनल्ली घुमिसक्यौँ। अब चारैतिर हामी घुम्छौँ। भिडभाड छ अब शनिबार भएर। अब हामी बाहिर निस्किन्छौँ। अब यहाँको फेमस भनेको लड्डु अरे, लड्डु लिएर हामी चाहिँ अब लाग्छौँ घरतिर। राजेश दाई के छ? हामी कस्तो दर्शन कस्तो भयो? रमाइलो भइरहेछ। भाइ कस्तो भयो दर्शन? एकदम राम्रो हो भाइ। कस्तो भयो दर्शन? राम्रै भयो। हामी चाहिँ लगभग दर्शन गरिसक्यौँ। दर्शन गरेर चाहिँ हामी अब बाहिर निस्किसक्यौँ। अब चाहिँ हामी यहाँको लड्डु चाहिँ फेमस छ अरे, लड्डु लान्छौँ। त्यसपछि हामी घरतिर जान्छौँ। एउटा चाख्न पाइन्छ? त्यो भात छेक्छौँ न। सुक्खा हालिदिनु। सुक्खा भनेको त्यही हालिदिनु नि। यहाँ राख्दा केही हुँदैन नि। त्यो हालेको छ भाइ, सबलाई दियो भाइ। भातेको अब दिनु नि ल। ए तपाईँ
राख्ने हो खालि राख्ने के लाने बुनु यसो राख्नु अझै लाने हामी कति लाने कति लाग्यो बुनु हामी चिनी धेरै हाल्दैन कि फ्यास हाल्दैन यहाँको यो चाहिँ लड्डु चाहिँ यहाँको मोरङको अलिकति चाहिँ यहाँको यो रङ्गली चाहिँ पुरै फेमस छ अरे त्यही भएर चाहिँ यहाँ दिदीले पनि पुरै गरिराख्नु भएको छ यहाँ चाहिँ यो फेमस छ अरे भाइली संसारी मन्दिरको हामी चाहिँ यो प्रसादी प्रसादी नै भनौँ न त्यो फेमस छ अरे तपाईँहरू पनि आउनुभयो भने यो चाहिँ लानु नबिर्सिनु होला गाइज लगभग हामी चाहिँ फाइनल्ली हामी मन्दिर दर्शन गरेर हामी चाहिँ अब निस्किसक्यौँ अब चाहिँ हामी घर जान्छौँ भाइ कस्तो भयो आजको सबै राम्रै रमाइलो भयो राम्रै भयो दर्शन गरियो राम्रो पनि अब भोक लाग्दैछ अब घर जाने आजको ब्लगलाई चाहिँ बाई बाई गर्छौँ बाई 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 बाई